टाउको भन्दा ठुलो चेलाहरू हामी घन्टा पार्टीको सबैजना मिलेर घन्टा दिनु नेपालको प्रहरी बिचमा काम गर्नुहुन्थ्यो पहिला घडी हेर न आयो दोस्तों नमस्कार स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज हामी केटाहरू कहाँ जाँदैछौँ? गर्मीले लोकेसन ब्लग त्यति आज हामी केटाहरू क्लब जाँदैछौँ। हामी क्लब जाँदैछौँ। हामी अब टक्क अफिसबाट ड्युटी सिटी भ्याएर हामी आउँदा कस्तो भइरहेको भन्नु त तपाईलाई? एकदम रमाइलो फिल भइरहेछ। हामी क्लबतिर जाँदा मुड फ्रेसको लागि जान्छ। हामी कुन पार्टीको? हामी त यस्तो हामी घन्टा पार्टीको सबैजना मिलेर घन्टा दिनु। तिमी कुन पार्टीको ल भन ल? घन्टा पार्टी। घन्टालाई राम्ररी दिनु होला किनकि अहिलेसम्म हाम्रो नेपाल चलेको छैन। घन्टाले नै चलाउँछ मलाई थाहा छ। त्यही भएर जय घन्टी भन न। त्यही भएर सपोर्ट गर्नु होला। अब यसरी नै बिस्तारै बिस्तारै हामी ब्लग पनि हाल्छौँ। तपाईँहरूले सेयर नगरेको भएर हो। हाम्रो नेपालको प्रहरी बिचमा काम गर्नुहुन्थ्यो पहिला, पुलिसै हो उहाँ पनि। अहिले नेपालमा स्यालेरी कम भएको भएर यसरी ल हस् त धन्यवाद। नेपालीको स्यालेरी बढाउनु पर्यो। सामान किन्नु पर्दैन, खानु पर्दैन। घडी हेर न सस्तो घडी। ल हामी मार्केटमा पनि छिरिसक्यौँ। अब हाम्रो स्यालेरी धेरै भएपछि यस्तो माछा मासु नखाए हामीलाई पर्दैन। यो गर्नुहुन्न ब्रिज गर्छ फेरि त्यस्तै छ। अब सही आउँदो रहेछ हो केटा, सही आउँदो रहेछ। कति ठुलो चाहिँ लगाएर एकचोटि टाउको भन्दा ठुलो चाहिँ लगाएर त्यही भएर नेपालको भन्दा ठुलो केरा यहाँ हुन्छ। सस्तो माल। अरू केही भन्नु छ भने हामीलाई सुझाव दिनु होला। ल हाम्रो ब्रदरलाई कस्तो कपाल काट्दा राम्रो देखिन्छ होइन? अहिले कपाल उसको यस्तो छ होइन। म उसको अब कपाल म आफै काट्छु उसको कपाल होइन। म आफै काट्छु। मलाई पनि कपाल काट्न अलिकति आउँछ होइन। नेपालमा मैले काटेको थिएँ र म उसको कपाल काटेर तपाईँहरूलाई म भिडियो हाल्छु होइन। राम्रो लाग्यो भने प्लिज कमेन्ट र अनि